दिदी भोलिको दिनमा हजुर जित्नुहुन्छ हजुर। हैन धादिङ क्षेत्रबाट जित्नुहुन्छ यहाँको हैन, स्थानीयहरू जित्छ भन्नु न। जिताउँछौँ जित्छ, जिताउनुहुन्छ जित्छ, सायद जित्छ। ठ्याक्कै जितिसकेपछि संसदमा पुग्छ पहिलो कुरा हजुरले के लेख्नुहुन्छ ठ्याक्कै मैले अब ठ्याक्कै पहिलो 1 नम्बर 2 नम्बर भनेर त्यसरी पहिलोमा चाहिँ यही हाम्रो सुशासन हुनु पर्यो। जति पनि पहिला नभएर ढिला सुस्ती भएर बसेका कामहरू छन् त्यसलाई फत्तै गर्नु पर्यो हैन। जस्तो बाटो छ, अब त्यो तपाईहरु धादिङको मास्तिर जानु होला हैन। त्यो बाटोहरुमा चाहिँ यस्तो छ कि त्यो विकास भएको छ, तर त्यो विकास कस्तो नि ननिल्नु नओकाल्नु के 24 घण्टा चाहिँ तपाईले यस्तो धुलो आइराको हुन्छ हैन। अब उहाँहरुलाई त्यो बाटो छ घरमा चाहिँ अब बर्खा लागेपछि चाहिँ तपाई चाहिँ डोकोमा चाहिँ बिरामी सुत्केरीदेखि लिएर हरेक बिरामीलाई चाहिँ ओसार डोकोमा गर्नुपर्छ भने स्टिल पनि 62-63 को आन्दोलनमा जुन गणतन्त्र स्थापना भयो भनेर मान्छे यस्तो उत्साहित भएर चाहिँ हैन त्यो थियो नि त। तर 15 वर्षसम्म चाहिँ केही पनि काम भएरैछ भनेर बुझ्नलाई चाहिँ हामी चाहिँ हरेक घरमा हामी छिरेर चाहिँ उहाँहरूको जनगुनासो सङ्कलन गर्दाखेरि चाहिँ के पायौँ भने त्यो विकासको नाममा चाहिँ विनाश भइरहेको छ क्या, चरम दोन भइरहेको छ भयो त्यो भइरहेको। यति बेला आजका दिनलाई सबैले ताली बजाउँछ सुशासनको एकदम ठुलो ताली चाहिँ हजुरको तपाईँ कतिको रुचाउनुहुन्छ यो खास ताली त यो मेरो लागि बजाउनु भएन, उहाँले सबैजनाले हामी यो हाम्रै लागि ताली बजाउँदैन हो। यो ताली चाहिँ सधैँभरि रहिरहन्छ। किन भन्दाखेरि यसरी ताली बजाएर हरेक ठाउँमा चाहिँ देशको कुना कुनामा गएर घन्टी बजाएर चाहिँ अब चाहिँ भ्रष्टाचारलाई चाहिँ हामीले चाहिँ यो नियन्त्रण गर्नु पर्यो। उहाँहरूलाई चाहिँ होइन अब अन्त्य हुनु पर्यो। जति पनि भ्रष्टाचार भइरहेको छ हरेक कुरामा नीतिगतदेखि लिएर होइन अब केन्द्रमादेखि लिएर स्थानीय तहमादेखि जति पनि ठाउँमा भ्रष्टाचार भइरहेको छ त्यो चाहिँ अन्त्य हुनुपर्छ।